अहिले सामाजिक सञ्जालमा देशदेखि विदेशसम्म जताततै संसारभरि नै केपी ओली र बालेन शाहको एकदमै चर्चा छ। त्यो हो झापा क्षेत्र नम्बर 5। तपाईँहरूलाई कस्तो लाग्छ? बालेन शाहले केपी ओलीसँग टक्कर लिन सक्छ त? तपाईँहरूलाई के लाग्छ? बालेन शाहले केपी ओलीसँग टक्कर लिन सकिन्छ होला त? रासोपाले यसमा यस्तो ठुलो खेल खेलेको छ नि, रासोपाले यस्तो ठुलो खेल खेलेको छ। बालेन शाहलाई प्रधानमन्त्री बनाउँछु भनेर एग्रिमेन्ट गर्यो रवि लामिछानेले। तर केपी ओलीसँग फाइट गर्नको लागि यति च्यालेन्ज छ बालेन शाहलाई। फलामको चिउरा चपाउनु भन्दा नि एकदमै च्यालेन्जको कुरा हो त्यो चाहिँ। किन भन्नुहुन्छ भने केपी ओली भनेको त्यो ठाउँमा पटक पटक चुनाव जितेर, त्यो पनि देशकै सांसद मध्येमा सबैभन्दा बढी भोट ल्याएर उनले पटक पटक झापा 5बाट जितिसकेका छन्। त्यस ठाउँमा केपी ओलीको यस्तो पकड छ, यस्तो जग छ, यस्तो फाउन्डेसन छ जसलाई कसैले पनि हल्लाउन सक्दैन। उनले पटक पटक जित्दै गर्दाखेरि त्यस ठाउँमा अफकोर्स उनले धेरै राम्रो काम पनि गरेको छ, धेरै विकासको कामहरू पनि गरेको छ। यसकै आधारमा हेर्ने हो भने पनि बालेन शाहलाई केपी ओलीसँग चुनावी टक्कर लिन हम्मे पर्नेछ। रासोपाले बालेन शाहलाई अन्तै कतै अथवा काठमाडौँमै उठाएको भए पनि 100% उनले जित्ने चान्स धेरै हुन्थ्यो। रवि लामिछानेले पनि यस्तो ठुलो खेल खेलेको जस्तो लाग्छ मलाई। किन भन्नुहुन्छ भने बालेन शाह भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य मात्र हो। प्रतिनिधि सभाको नियम अनुसार, हाम्रो नेपालको कानुन अनुसार प्रधानमन्त्री त्यही व्यक्ति बन्छ जो चाहिँ संसदीय दलको नेता बन्छ। संसदीय दलको नेता को बन्न पाउँछ त? पार्टीको सभापति। भनेपछि बालेन शाह त पार्टीको सभापति होइन। भनेपछि बालेन शाहले चुनाव जितेर गए पनि बालेन शाह प्रधानमन्त्री हुने चान्सेस एकदमै कम छ यदि यो नियम लागू हुन्छ भने। अघि मैले भनेको कुरा र हामीले सुन्नेको अनुसार यदि यो नियम साँच्ची नै हो भने बालेन शाह चाहिँ जितेर गए पनि प्रधानमन्त्री हुने चान्स छैन। केपी शर्मा ओलीलाई हराउनका लागि र केपी शर्मा ओलीको पहिलाको भोट काट्नका लागि बालेन शाहले यस्तो दुःख गर्नुपर्छ, यस्तो मेहनत गर्नुपर्छ, तैपनि यिनलाई हम्मे चाहिँ हुनेछ है। केपी ओलीको फाउन्डेसन यस्तो राम्रो छ त्यहाँ। उनले लास्ट आवरसम्म पनि बालेन शाहलाई हराउनका लागि उनले काङ्ग्रेसदेखि लिएर राप्रपासँग चाहिँ उनले चुनावी तालमेल पनि गर्न सकिन्छ। यदि राप्रपाले मात्रै साथ दियो भने चुनावी तालमेल गरे पनि बालेन शाहले जित्नको लागि धेरै गाह्रो हुन्छ। चुनावमा नेताहरूको यस्तो चलखेल, यस्तो टेक्निक हुन्छ। झापामा अहिलेसम्म राप्रपाका राजेन्द्र लिङ्गदेन र केपी शर्मा ओलीको यस्तो साँठगाँठ चलिरहेको छ नि, जहाँ राजेन्द्र लिङ्गदेन उठ्छ त्यहाँ एमालेको क्यान्डिडेट उठ्दैन। केपी शर्मा ओली उठेको ठाउँमा राप्रपाले आफ्नो क्यान्डिडेट उठाउँदैन। केपी शर्मा ओलीलाई राप्रपाको भोट अनि राजेन्द्र लिङ्गदेनलाई एमालेको भोट गरेर चुनावी तालमेल गरेर यिनीहरू दुईजनाले जहिले पनि जितिरहेछ। नभए राजेन्द्र लिङ्गदेन एउटा जित्ने मान्छे हो त? हिन्दू राष्ट्र र राजाको एजेन्डा बोकेर गएको मान्छेले कहिले पनि चुनावमा जित्नै सक्दैन। तर जितिरहेछ राजेन्द्र लिङ्गदेनले, जहिले पनि जितिरहेछ। किन भन्नुहुन्छ भने केपी शर्मा ओलीको साथ छ, एमालेको भोट उसलाई छ। त्यही भएर साथीहरू, रासोपाले बालेन्द्र शाहलाई उक्साएर होस् या बालेन शाहले आफै इच्छा गरेर त्यहाँ गएको होस्, केपी ओलीलाई जित्नका लागि चाहिँ फलामको चिउरा चपाउनु भन्दा नि एकदमै गाह्रो छ। त्यही भएर बालेन शाहलाई एकदमै गाह्रो छ यो चुनावमा चाहिँ।